दुःख गरी गरी गयो बस्छौँ हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम ठिक छु। अनि बिहान बिहान रेडी भएर कता जान लाग्यौँ त सोच्दै हुनुहुन्छ होला। हामी चाहिँ अब कौडे लेक जान लागेको। अनि बिहान बिहान 5 बजे यस्तो राम्रो भएर हामी जाँदैछौँ। हिँड्न लागि हाम्रो गाउँको बाटो। हामी चाहिँ यो दोभानको मेन रोडमा आयौँ। आयो न ल। 2 हो के 2टा गर्लफ्रेन्ड छ। 2 हो के 2टा गर्लफ्रेन्ड छ। समझ रहे हो आप? चाहिँ जोरदार आयौँ। अब चाहिँ नास्ता सास्ता लिएर जान्छौँ। अनि यहाँ चाहिँ दिदीहरू चाहिँ किन्न जानुभएको छ। यहाँ अगाडि बाटो बिग्रेर यताबाट आयौँ, तर यताबाट कता हो थाहा छैन। अहिले हामी पिङ खेलेर जान्छौँ। फेरि उकालो आयो बाटो। उकालो यस्तो उकालो यति पो होइन। त्यस्तो भयो बाटो। टाइम अब राष्ट्रिय अप्ठ्यारो बाटो। हेर्नु न, आधी यस्तो हो आधी यस्तो। के हो यस्तो बाटो? बनाएपछि पुरै राम्रो गराउनु नि। यत्रो बेर भिडियो गरेको भिडियो भएर नि। अब चाहिँ यहाँदेखि हामी हिँड्दै जाने। हामी हिँड्यौँ यहाँदेखि हल्का टचअप गरेर। ओके। अहिले चाहिँ हिँड्दा हिँड्दा थाकियो। बाटो हिँड्न सक्नुहुन्छ। ओए आकृतिले राख्छ कि नै, तर केही भन्छौ ब्लगमा। सबैजनाले सपोर्ट गर्नु होला हाम्रो बहिनीलाई है त। ओके। हेलो एभ्रिवान, हामी चाहिँ अब यहाँ कौडे लेक आइसक्यौँ भनेर जाँदैछौँ। मैले चाहिँ यो आकृतिको बाट भिडियो गरिदिएको, त्यो हिँड्न सकेको छैन, त्यही भएर। अनि हामी चाहिँ बिहान कति बजे हिँडेको थियौँ। अहिले चाहिँ यहाँ अब स्टार्टिङ हुँदैछ हाम्रो हाइकिङ। यहाँ छ हाम्रो किन्सुक भाइ, म अनि आकृतिहरू आउँदैछन् पछाडि। यहाँ हिँड्दैछन् भाइ बहिनीहरू। थाकिसक्यो। अनि यहाँ हाम्रो बाहिरको वन जङ्गल हरियाली चाहिँ यस्तो छ। 2 जना दिदी बहिनी गइसके। वाउ। अनि त्यसपछि चाहिँ हामी अब यहाँ कति 1 आवर यस्तैमा हिँडेपछि पुग्छौँ जस्तो लागेछ भिडियोहरू हेर्दाखेरि। तर अब कतिको हिँड्न सक्छौँ भन्ने हो, खासै हिँड्न सक्छौँ जस्तो चाहिँ लागेन। यहाँसम्म आउँदा चाहिँ राम्रै होला जस्तो छ। अब माथि कस्तो हुन्छ थाहा छैन। अब चाहिँ यहाँ एउटा प्रतीक्षालय आयो। हामी चाहिँ कति भयो हिँडेको, यस्तै 20-30 मिनट भयो।
20-30 मिनटमा हामी यहाँ आयौँ। उहाँ पुगिसक्नु भएछ कोही। आज चाहिँ वेदर चाहिँ यस्तो गर्मी छ नि, माई गॉड। लेट्स गो गाइज। अब चाहिँ यहाँ आएर ठ्याक्कै थकाइ लाग्यो। चाहिँ हाम्रो यहाँ रेस्ट गर्ने ठाउँ आउँदैछ। म जान्न होला अब, खै अब जता कतै हिँड्ने भएर भुरानपुर र बसेछु हेर। हामी चाहिँ अहिले यहाँ काफल पाइने ठाउँमा आयौँ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरू, काफल टिपेको देख्न सक्नुहुन्छ। हामी नम्रता सुमै मगरको तलासमा छौँ। नम्रता सुमै मगर, वेयर आर यु बेबी? यहाँ कोही साथीहरू हिँड्दै हुनुहुन्छ। इतनी सुंदर हूँ मैं, क्या करूँ क्या करूँ क्या करूँ क्या करूँ क्या करूँ। को प्रतीक्षालाई यार बहिनीहरू उहाँ आउँदैछन्। युट्युबर म्याम उहाँ हुनुहुन्छ। उहाँको हालत भिडियो गराउन सक्नु भएन। अझै दुईजना उता हुनुहुन्छ। यहाँ कति पसिना भएको म। अब यहाँ ओह्रालो छ, रोक। यहाँ देख्न सक्नुहुन्छ दुईजना पछाडि हुनुहुन्छ। मेरो कपाल आज किन यस्तो? ओ यहाँ रोक्न, आइज न यहाँ भनिछु। तिम्रो के यहाँ आऊ न। ल कस्तो भइरह, बहुत गाह्रो भयो छ। ल अब यता फर्केर हाई गर एकचोटि। ल हजुरले यहाँ काफलको रुख मैले चाहिँ यो फर्स्ट टाइम देखेको। लगा मेरा मजाक। यस्तो राम्रो ठाउँमा बस्ने ठाउँमा आउँदैछु। म चाहिँ यहाँ फर्स्टमा आइरहेको छु। यहाँ पछाडि चाहिँ यिनीहरू आउँदैछन्। म अब त्यहाँ माथि जान्छु। अनि मजाले ढुङ्गामा बसेर यिनीहरू उकालो स्ट्रगल गर्दै आएको हेर्नु मजा आउँछ। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा, बता रहे हैं हम। यस्तो राम्रो छ भ्यू। यस हामी चाहिँ ऊ त्यो बाटोबाट आएको। ल यसरी के काफल वहाँदेखि हामी हामी 10 मिनट हिँड्छौँ, 10 ठाउँ बस्छौँ। यस्तो चालले कहिले पुग्ने हो? यहाँ हेर्नु कालो चढ्दैछु। यहाँ चाहिँ दाइ हुनुहुन्छ कालो मान्छे। त्यही त अझै कति धेरै हिँड्न छ। यिनीहरू बस्ने भन्छन् ठग्गुहरू। त्यस्तै भाग्न साग। मेरो ड्रिम प्लेस हो साथीहरू, नजाम भन्छन्। हेर्नु न यहाँदेखि यत्रो बाटो आइसक्यो। अब यति त छ नि होइन, त्यति हो त्यो टावरमा हो हामी पुग्ने। त्यति छ, हिँड्नै सक्दैनन्। त्यति चाहिँ रियाक्सन दिनुभयो। तर कति शीतल लाग्यो। लन्डन जाने अरे के जाने त अझै कोइली गएको कोइली अरे गजब बेइज्जती अरे। यस्तो गरेर हिँड्नु कस्तो खाना खाना। कितना काला इंसान है रे ये। भाई के भाई तो हाथ जोड़ के मैं इतनी खुशी मुझे आज तक। अझै चाहिँ हिँड्न माथि पुगिन र। माथि टावर छ। यहाँ चाहिँ खसे छ नि, एउटा चाहिँ यसरी खसे छ। उठाउनु चलन छैन। अब के हुन्छ। तर यो चाहिँ मेरो हेर्नु ड्रिम प्लेस हो। अलग कहानी। 18 मिनट ड्रिम कहानी।
ल आइयो अब हामी चाहिँ खाने ठाउँ लोकेसन हेर्दैछौँ। भोक लागेमा गुखाउ। तातो कस्तो चिसो हुन्छ यहाँ तातो भएर होला होइन मिठो छैन तातो भयो के काफल चोर्न गइरहेकी छिन्। गाइज अहिले चाहिँ हामी यहाँ लालीगुराँस सरी काफल टिप्न यहाँ स्ट्रगल गर्दैछ नि। यसरी झर्छ हाम्रो यहाँ काफल, यसरी झर्छ है त गाइज, यसरी झर्छ है। देख्न सक्नुहुन्छ हजुरले। यहाँ पनि आउँदैछन् मेरो भाइ, यहाँ यता हुनुहुन्छ मुना। यहाँ यसरी झर्छ हाम्रो नेपालमा काफल, यसरी झर्छ। अच्छा लगा मेरा मजाक। यहाँ यसरी झर्छ अनि यहाँ यसरी हुन्छ। यहाँ छन् यता लालीगुराँस टिप्दैछन्। अब हामी यहाँदेखि काफल बेच्न गइरहेको छौँ तल, अनि पैसा कमाउन सक्छौँ हामीले। राष्ट्रिय फुल लालीगुराँस। हामी चाहिँ यहाँ काफल र लालीगुराँस टिपेर चाहिँ घरतिर लाग्यौँ। भ्याइसकेको रहेछ यही लास्ट मेरो लागि भनेर 3टा। हामी चाहिँ रुखमा चढेर काफल टिपेर हिँडिसकेका छौँ। ए मेरो यस्तो यस्तोमा ऊ भएको यो के भयो? ये देख सकते हैं, ये भाई साहब लोग जो है इसी में मजा कर रहा है। देखिए, हाँ देखिए, ऐसे ऐसे लोग छुछुंदर लोग जो है रास्ते में मिलते रहते हैं। वेलकम इको फार्म। साथीहरू हामी इको फार्म आयौँ, उहाँ चाहिँ जाँदै हुनुहुन्छ। यहाँ चाहिँ हामी इको फार्म आयौँ, अब चाहिँ आनन्दले बस्छौँ। हाई एभ्रिवान, सबैजना आउनु होला इको फार्ममा। यस्तो राम्रो छ, आनन्द छ। बोयफ्रेन्ड गर्लफ्रेन्ड आउनु होला। रुको जरा सबर करो। हामी चाहिँ खाएर फर्क्यौँ। कति नमिठो छ यहाँ हेर्नु साथीहरू। यो ठाउँमा कहिले नआउनु होला, कहिले नआउनु होला। यस्तो नमिठो खानामा नि कपाल। यो ठाउँमा चाहिँ जिन्दगी कोही नआओस्। हेर मेरो भ्लग हेर्ने जति चाहिँ नआऊ है। मेरो क्लासको साथीहरू छन्, तिमीहरू आउने भनेको थियो, तिमीहरू नआऊ प्लिज, नआऊ। हामी जस्तो धोका पाउँछौ। तपाईँहरूलाई आउनु भने चाहिँ नि अघि नआउनु, केही मिठो छैन, पैसा मात्रै गयो। ओके के यस्तो बाटोमा दुःख गरी गरी गइयो। यस्तो मेरो यो भिडियो हेर्दैछौ भने नआऊ यो ठाउँमा। यो ठाउँको नाम हो इको फार्म। गाउँघर गरे, गाउँघर भन्दा नि गाउँघर भन्दै त्यस्तै छ, नराम्रो। यस्तो अरूकोमा यस्तो कमेन्ट गर्न त हुन्न होइन, तर यस्तो दुःख गरेर गयौँ। हेर्नु न यस्तो छ बाटो, भित्रपट्टि चाहिँ यस्तो दुःख गरेर गयौँ। त्यहाँ गएर के छ त्यस्तो? अगर हम करें तो करें क्या, बोले तो बोले। यस्तो अप्ठ्यारो बाटो गयौँ, बेकार गयौँ। डरायो अब भ्लग बन्दैन, भ्लग बनाउन लाग्छ। म चाहिँ इको फार्मदेखि आएपछि चाहिँ भिडियो कन्टिन्यू गरेको थिएन, त्यही भएर चाहिँ यहाँ भोइस ओभर गरिरहेको छु। किनभने इको फार्म उता गाउँतिर थियो नि त, अनि उता गाउँतिर चाहिँ मान्छेहरू हुँदैनन्, सो त्यही भएर मैले गराएको थिएँ। यता आएपछि त सहर, गाउँबाट बाहिर आएपछि चाहिँ त्यहाँ सहर छ, त्यहाँ चाहिँ लाज लागेर मैले भिडियो गरिनँ। भिडियो नगरेको हुनाले चाहिँ भोइस ओभर गरिरहेको छु। इन्डिङ त गर्न पर्यो नि त होइन साथीहरू। यति बेलासम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। Do not forget like, comment, share and subscribe. Love you all. Bye bye.